अनलाइन मिडिया हेरेर बस्नुहुने सम्पूर्ण दर्शकवृन्दहरूलाई म खुसीको तर्फबाट नमस्कार। आज मिति 2011 महिना 25 गतेका दिन सदा झै पाइप बचाउ अभियानमा हामी उपस्थित भइसकेका छौँ। उपस्थितिमा रहनुभएको छ हाम्रो मेयर हर्कराज साम्पाङज्यू पनि हुनुहुन्छ भने हाम्रो नगर प्रहरीहरू पनि हुनुहुन्छ र खानेपानी अफिसका कर्मचारी दिदी बहिनीहरू पनि हुनुहुन्छ भने हाम्रा नगरपालिकाभित्रका कर्मचारीहरू पनि छौँ। सो आज उहाँहरू फायरलाइन बनाउनु हुने सम्पूर्णलाई म खुसीको तर्फबाट धन्यवाद भन्न चाहन्छु। हामीले यो पाइप बिछाएर मात्रै नभएर यो पाइपलाई संरक्षण गर्नु हाम्रो एकदम ठुलो काम रहेको छ। पाइप बिछाउनु त हामीले बिछाइ नै हाल्छौँ होइन, तर यसको संरक्षण गर्नु पनि त पर्यो नि त होइन। संरक्षण गरेन भने त फेरि पहिलेको जस्तै क्षति हुने धेरै सम्भावना हुन्छ। सो त्यो क्षति नहोस्, त्यो घटना नघटोस् भनेर चाहिँ हामीले यसरी फायरलाइन बनाउनु पर्ने हुन्छ। यसरी तपाईँहरू पनि यो अभियानमा लाग्नु चाहनुहुन्छ भने हातेमालो गर्नु आउनुहोस्, तपाईँहरूले स्वागत छ। सो धन्यवाद। यता चाहिँ हामीले गरिसकेका छौँ होइन, यसरी फेक्नुपर्ने हुन्छ है। सो अन्त्यमा खुसी अनलाइन मिडिया हेरेर बस्नु सम्पूर्णलाई म धन्यवाद। अनि सब्सक्राइब पनि गरिदिनु होला र साथै बेल आइकनलाई पनि दबाइदिनु होला। हस्, धन्यवाद।